गुड मर्निङ साथीहरू। लोकसेवा टार्गेट युट्युब च्यानलमा यहाँलाई हार्दिक स्वागत छ। आज मिति 2082 साल मङ्सिर महिनाको 24 गते बुधबारको दिन गोर्खापत्र ज्ञानसागर पृष्ठमा छापिएका अत्यन्तै महत्त्वपूर्ण वस्तुगत प्रश्नोत्तर लिएर म उपस्थित भएको छु। पहिलो प्रश्न रहेको छ, बेलायतको रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गद्वारा प्रदान सन् 2025 गरिएको प्रतिष्ठित फेलोसिप अफ द रोयल कलेज अफ सर्जन FRCS उपाधिबाट सम्मानित हुने नेपाली चिकित्सक कुन हुन् भनेर रहेको छ प्रश्न। यो बेलायतको रोयल कलेज अफ सर्जन अफ एडिनबर्गद्वारा प्रदान गरिने 2025 गरेको प्रतिष्ठित फेलोसिप अफ द रोयल कलेज अफ सर्जन डाक्टर चाहिँ हाम्रो नेपाली चिकित्सक हुनुहुन्छ डाक्टर पुष्कर चन्द्र श्रेष्ठ। अङ्ग प्रत्यारोपण क्षेत्रमा चाहिँ उहाँले के गर्नुभयो त विश्वस्तरीय नतिजा नेतृत्व देखाएको भन्दै त्यो सम्मान चाहिँ उहाँलाई गरेको हो। जुन अङ्ग प्रत्यारोपण क्षेत्रमा चाहिँ विश्वस्तरीय नतिजा र नेतृत्व देखाएको भन्दै त्यो कलेजले चाहिँ उहाँलाई सम्मान गरेको हो। त्यसैगरी दोस्रो प्रश्नमा रहेको छ, अबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले षडानन्द राष्ट्रिय पुरस्कार 2082बाट कसलाई सम्मानित गर्यो भनेर रहेको छ। अबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले षडानन्द राष्ट्रिय पुरस्कार 2082बाट कसलाई सम्मानित गर्यो भनेर रहेको छ भने यसको एन्सर रहेको छ यो तेलविक्रम नेवाङ बैरागी काइलालाई के गरेको छ 2082को षडानन्द प्रतिष्ठान राष्ट्रिय पुरस्कार 2082 प्रदान गरिएको छ। षडानन्द क्षेत्रीय पुरस्कार काशीनाथ टमटलाई प्रदान गरिएको छ। त्यसै गरी तेस्रो प्रश्नमा रहेको छ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा भारतको औपचारिक भ्रमण कहिले भएको हो भनेर रहेको छ। यो प्रश्न पनि अलि महत्त्वपूर्ण रहेको छ। रुसका राष्ट्रपति यो भ्लादिमिर पुटिनद्वारा भारतको औपचारिक भ्रमण कहिले भएको भनेर रहेको छ। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ भ्रमण गरेका थिए तिनले सन् 2025 डिसेम्बर 4 देखि 5 भ्रमण गरेका छन्। उनले चाहिँ भ्रमणको क्रममा दीर्घकालीन आर्थिक रणनीति अन्तर्गत के रणनीति भनेको स्ट्राटेजिक एरियाज अफ इकोनोमिक अफ कर्पोरेसन नामक कार्यक्रम सार्वजनिक गरिएको थियो। द्विपक्षीय सामुद्रिक सहकारी र बन्दरगाह भन्सार सम्बन्धी सम्झौतामा हस्ताक्षर पनि भएको छ। भारत र रुसको यो चाहिँ सामुद्रिक सहकारी बन्दरगाह र भन्सार सम्बन्धी सम्झौतामा हस्ताक्षर पनि भएको छ र चाहिँ यो दीर्घकालीन रणनीति अन्तर्गत चाहिँ उनीहरूले स्ट्राटेजिक एरियाज अफ इकोनोमिक कोअपरेसन नामक कार्यक्रम पनि सार्वजनिक गरेको छन्। यो पनि सम्झिनु होला। त्यसै गरी भन्सार सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी भारत र रुसले आफ्नो राष्ट्रिय मुद्राहरूमा द्विपक्षीय व्यापारको भुक्तानी बढाउने निरन्तर काम गर्ने सहमति पनि जनाएका छन्। रुसी र भारतीय मल कम्पनीले रुसमा युरिया प्लान्ट निर्माण गर्नका लागि पनि समझदारी पत्रमा हस्ताक्षर भएको छ। चौथो प्रश्नमा रहेको छ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले कुलपति राष्ट्रिय प्रवर्धन पुरस्कार 2082बाट कसलाई सम्मानित गर्यो भनेर रहेको छ। यो नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले चाहिँ राष्ट्रिय प्रवर्धन पुरस्कार 2082बाट चाहिँ डाक्टर वसन्त पन्तलाई चाहिँ सम्मानित गरेको छ। डाक्टर वसन्त पन्तलाई पुरस्कारको राशि 2 लाख रुपियाँ। त्यस्तै गरी अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस कहिले मनाइन्छ भनेर रहेको छ। अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस 2 डिसेम्बर 5 मनाइन्छ। यो के का अर्थमा मनाइन्छ भन्दा स्वयंसेवकको योगदानको सम्मान गर्दै स्थानीय तहदेखि अन्तर्राष्ट्रिय तहसम्म स्वयंसेवाको संस्कृतिलाई प्रवर्धन गर्ने उद्देश्यले चाहिँ यो दिवस
85देखि मनाउँदै आइएको छ भने सन् 1985मा संयुक्त राष्ट्र सङ्घीय महासभाले डिसेम्बर 5ले अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। त्यस्तै गरी बैंक अफ द इयर 2025 बैंक अफ द इयर 2025 बाट सम्मानित हुने ब्याङ्क कुन हो भनेर रहेको छ। बैंक अफ द इयर 2025बाट सम्मानित हुने ब्याङ्क सिटिजन ब्याङ्क इन्टरनेसनल लिमिटेड हो। यो पनि अत्यन्तै महत्त्वपूर्ण रहेको छ। द फाइनेन्सियल टाइम्सले कसले छ, यो चाहिँ कसले दिएको त उसलाई भन्दा दि फाइनेन्सियल टाइम्सले डिसेम्बर 3मा आयोजना गरेको यो कार्यक्रमका बीच सिटिजन ब्याङ्क अफ द इयर 2025लाई अवार्ड प्रदान गरेको छ। यसअघि भने तपाईँको ब्याङ्क अफ द इयर 2024को अवार्ड पाउने ब्याङ्क चाहिँ तपाईँको कुन हो भनेर भन्दा यसअघि ब्याङ्क अफ द इयर 2024को अवार्ड प्राप्त गरेको यो ब्याङ्क लगातार 2 पटक विश्वकै प्रतिष्ठित अवार्ड हासिल गर्न सफल भएको छ। 2024को पनि यही ब्याङ्कले नै प्राप्त गरेको थियो। त्यस्तै गरी 7औं प्रश्नमा रहेको छ नेपाल विश्व पर्यटन सङ्गठन UNWTOको सदस्य कहिले बनेको हो भनेर रहेको छ। नेपाल विश्व पर्यटन सङ्गठन UNWTOको सदस्य कहिले बनेको थियो भनेर रहेको छ। सन् 1975मा बनेको थियो। त्यस्तै गरी 8 नम्बर प्रश्न रहेको छ अनौठो जनविश्वास रहेको गुब्राकुण्ड कहाँ रहेको छ भनेर रहेको छ। अनौठो जनविश्वास रहेको गुब्राकुण्ड कहाँ रहेको छ भनेर प्रश्न रहेको छ भने रसुवा जिल्लामा रहेको छ। यो रसुवा जिल्लाको अछाम अमाछोदिङ्गो गाउँपालिका 5मा रहेको छ भने अवस्थित यो कुण्डमा चाहिँ हरेक वर्ष जनपुराणको दिन मेला लाग्छ। यस कुण्डमा स्नान गर्नाले चाहिँ विभिन्न रोग निको हुने विश्वास गरिएको छ। यहाँनिर विशेष गरी बोल्न नसक्ने कान नसुन्ने बालबालिकाले यस कुण्डमा नुहाइदिएमा त्यस्तो समस्या हट्ने पनि जनविश्वास छ। त्यस्तै गरी अनुसूचीको व्यवस्था नभएको नेपालको संविधान कुन हो भनेर रहेको छ। अनुसूचीको व्यवस्था नभएको नेपालको संविधान कुन हो, यो नेपाल अधिराज्यको संविधान 2015मा चाहिँ अनुसूचीको व्यवस्था छैन। 10 नम्बर प्रश्नमा रहेको छ सरकारले घर जग्गा कारोबार गर्न इजाजत पत्र अनिवार्य गर्ने निर्णय कहिले गरेको भनेर रहेको छ। यो घर जग्गाको कारोबार गर्न चाहिँ इजाजत पत्र अनिवार्य गर्ने निर्णय गरेको छ सरकारले 2082 असोज 9 गते। सरकारले देशैभर 6 महानगर एवं 11 उपमहानगरपालिका भित्र मात्रै एक पटकमा 3 करोडभन्दा बढीको घर जग्गा कारोबार गर्दा इजाजत पत्र लिनुपर्ने व्यवस्था गरेको छ। 11 नम्बर प्रश्न रहेको छ सरकारले बाघ गणनाका लागि तय गरेको मिति कुन हो भनेर रहेको छ। हरेक वर्ष नेपालमा बाघ गणना दिवस मनाइन्छ। मिति चाहिँ यहाँनिर छ यो विक्रम सम्वत 2082 पुस र फागुन भित्रमा चाहिँ बाघ गणनाको लागि मिति तय गरेको छ। त्यस्तै गरी बाघ गणना सुरु चाहिँ 2082 पुस 1 गतेबाट हुनेछ यो वर्षको भने बाघ पाइने निकुञ्ज राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रमा गणना गर्न लागि। त्यस्तै गरी हरेक 4 वर्षमा बाघ गणना गरिँदै आएको छ। यसअघि विक्रम सम्वत 2078 मङ्सिर 19 गतेदेखि गरिएको थियो भने गणनामा नेपालमा 355 बाघ पुगेका थिए। बाघको सङ्ख्या 355 पुगेपछि नेपालले सन् 2022 सम्ममा सङ्ख्या दोब्बर बनाउने लिएको लक्ष्य पुरा भएको छ भने बाघ गणना सकि लगतै गणना पनि गरिने जनाइएको छ। र यहाँनिर रहेको छ 12 नम्बर प्रश्न रहेको छ नेपालका प्रथम महालेखा परीक्षक को हुन्? चन्द्रबहादुर थापा हुन्। नेपालका प्रथम महालेखा परीक्षक चन्द्रबहादुर थापा हुन्। सरकारले मानव विकास सूचकाङ्क न्यूनतम एवं गरिबीको दर उच्च रहेका उच्च पहाडी एवं हिमाली क्षेत्रका कति जिल्लामा स्वरोजगार तथा आर्थिक सामाजिक सशक्तिकरण कार्यक्रम लागू गरेको छ भनेर रहेको छ। सरकारले चाहिँ 13 जिल्लामा आर्थिक र सामाजिक रूपमा पछाडि परेका वर्ग र समुदायलाई लक्षित गरी सामाजिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरेको छ। त्यसै गरी हाल कार्यान्वयनमा रहेको पर्यटन नीति कुन हो भनेर रहेको छ। कार्यान्वयनमा रहेको पर्यटन नीति 2082 कार्यान्वयनमा छ अहिले। त्यस्तै गरी
15औं प्रश्न रहेको छ मध्य प्रदेशको मुख्यमन्त्रीमा कसलाई नियुक्त गरियो? यो पनि समसामयिक हो। मध्य प्रदेशको मुख्यमन्त्रीमा कसलाई नियुक्त गरियो भनेर रहेको छ। यो कृष्ण प्रसाद यादवलाई गरिएको छ। कृष्ण प्रसाद यादवलाई 2082 मङ्सिर 19 गते गरिएको भने मध्य प्रदेशका प्रमुख सुरेन्द्र लाभ खड्काद्वारा प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई नियुक्त गरिएको हो। त्यस्तै गरी 16औं प्रश्न रहेको छ नेपाल राष्ट्र ब्याङ्कले उपभोक्ता मूल्य सूचकाङ्क CPI-को आधारमा वर्ष परिवर्तन गरी कुन आर्थिक वर्ष कायम गरेको छ भनेर रहेको छ। आर्थिक वर्ष 2081-82 छैटौँ पटक अद्यावधिक गरिएको हो। करिब एक दशकपछि CPI गणनाका लागि आर्थिक वर्ष 2071-72 का लागि हटाएर आर्थिक वर्ष 2081-82लाई नयाँ आधार वर्षका रूपमा लागू गर्ने निर्णय गरेको छ। राष्ट्र ब्याङ्कको अनुसार उपभोक्ता मूल्य सूचकाङ्कले घरधुरीको उपभोग गर्ने वस्तु तथा सेवाको औसत मूल्यमा समयअनुसार हुने परिवर्तनलाई मापन गर्ने र यसका लागि निश्चित बास्केटभित्रका वस्तुलाई तोकिएको भारका आधारमा गणना गरिने भनेको छ। नयाँ आधार लागू वर्ष भएपछि उपभोग भारमा महत्त्वपूर्ण फेरबदल भएको र आर्थिक वर्ष 71-72मा कुल उपभोगमा खाद्य तथा पेय पदार्थको हिस्सा 43.91% रहेकोमा अहिले यो 35.49%मा झरेको छ। त्यस्तै गरी गैर खाद्य तथा सेवाको हिस्सा 56.09%बाट बढेर 64.51% पुगेको छ। मूल्य सङ्कलनका लागि वस्तुहरूको बास्केट पनि अद्यावधिक गरिएको छ। पहिले 496 प्रकारका वस्तु तथा सेवा वस्तु समावेश गरिएकोमा अहिले प्रयोगबाट हटाउँदै गएका कम प्रचलनमा रहेका 100वटा वस्तु हटाइएको छ। खाद्य समूह वस्तु 162बाट घटेर 145 कायम गरिएको छ भने गैर खाद्य र सेवा समूहका वस्तु 334बाट बढेर 380 पुगेको छ भने राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षणका तथ्याङ्क नै अब CPI गणनामा भार निर्धारण आधार हुने भएका छन् भने यसअघि राष्ट्र ब्याङ्कले आफ्नो छुट्टै घरधुरी बजेट सर्वेक्षण मार्फत भार निर्धारण गर्दै आएको थियो। राष्ट्र ब्याङ्कले सन् 1973-74बाट मूल्य सूचकाङ्क प्रकाशन गर्न थालेको हो। 17औं प्रश्न रहेको छ संयुक्त राष्ट्र सङ्घीय कृषि तथा खाद्य सङ्गठन FLOले बालीको रोग पत्ता लगाउन सञ्चालन ल्याएको एप्स कुन हो? यो पनि महत्त्वपूर्ण रहेको छ। संयुक्त राष्ट्र सङ्घीय कृषि तथा खाद्य सङ्गठनले चाहिँ एउटा बालीको रोग पत्ता लगाउने एप्स लिएको छ जसको एप्सको नाम हो टेलिप्लान्ट डाक्टर भनेर रहेको छ। यो सन् 2024 फेब्रुअरीबाट सञ्चालनमा आएको हो। 18औं प्रश्न रहेको छ संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषदले अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित गाजा द्वन्द्व अन्त्य योजना तथा प्यालेस्टाइनी क्षेत्रमा अन्तर्राष्ट्रिय स्थिरीकरण बल तैनात गर्ने सम्बन्धी प्रस्ताव कहिले पारित गरेको हो भनिरहेको छ। यस संयुक्त राष्ट्र सङ्घले 25 नोभेम्बर 17मा प्रस्तावको प्रारूपमा गाजा क्षेत्रका लागि शान्ति बोर्ड स्थापना गर्ने कुरा उल्लेख गरिएको थियो भने यसको कार्यकाल सन् 2027 सम्म रहनेछ। प्रस्तावले सदस्य राष्ट्रहरूलाई अस्थायी अन्तर्राष्ट्रिय स्थिरीकरण फोर्स IFS गठन गर्ने अनुमति दिने जसले इजरायल, इजिप्ट र नयाँ तालिम प्राप्त प्यालेस्टाइनी प्रहरीसँग मिलेर गाजा क्षेत्रको सीमा सुरक्षा र स्थिरीकरणको सहयोग गर्ने। ब्रिटेन, फ्रान्स र सोमालिया सहित 13 देशद्वारा प्रस्तावको पक्षमा मतदान भएको थियो भने विपक्षमा मतदान नभएको रुस र चीन भने मतदान प्रक्रियाबाट अलग रहेका थिए। त्यसै गरी लास्ट प्रश्न छ 19औं प्रश्न सामाजिक सुरक्षा दिवस कहिले मनाइन्छ? मङ्सिर 11 गते 2082को नारा चाहिँ सामाजिक सुरक्षा दिवस 2082को नारा रहेको छ। सामाजिक सुरक्षा, सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धि सहित नागरिकको जीवन रक्षा भनेर रहेको छ। हालसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको सङ्ख्या 26,47,000 पुगेको छ।